easy go. Em ăn không ạ? 사관 일이 감이야. 아, 그러면 살이 이제 어디 오는 거? 다 댕기고 놈아. 연도 보다. 아주 找点有。 यता कता भेट्छ होला भरे पनि मारू नानी त्यहाँ सेम हो धेरै नै उठायो क्या मारे रे बुढा होला नि है ल गयो माथि जोक्ने होला नि त अब जोक्दै मिस बहादुर ट्याक्क लाएर ठिकै छ त तलै ठिक छ त केजी कसरी हो अच्छा भयो नि त सास फेरि ठाउँमै हान्दैछ
चार मसाला इन्डियन ना मिल्क हाल्दैन हो ग्यास्ट्रिक हुन्छ ट्राउट का बनाउँछु नि मैले खान्छु भनेर त मगाएर मासु आफै मासु तिमीले रक्सी खाइरहेको छैन रक्सी खाएर कफी जस्तो पऱ्यो नि एउटै हो ओइ रक्सीमा सहीको ना नसहीको मासुले चित्तार खज खज मेसिन्छ मासला भोकमा चाहिँ तिमी चाहिँ हो कुनो कुनो त्यसले गीत लिँदामा अब 20 वादो गीत होला म्याउ अचु बाराङ सबै खाली लिएको मिलाउ दिनु अब म्याउ हो थेरला भान्जा उ तक्लो चिप्ले ग्रेभी खल्ला जाऊ सम्झिँदै न हिजोपट्टि कति बनाएको होइन अनि सुन्नुहोस् है ल तपाईँको बारे एउटा रोमाञ्चक कुरा एउटा मिस गरे कुरा पनि ल भन्न गइरहेको छु खतरा भन्नुपर्छ है ल डाइलग के अरे रिभेन्ज दिने भने होइन कुरा फर्काउनु होइन फर्काउनुहोस् है बालेन भर्सेस ओली नै ल ओके आई लिसनिङ इन इङ्ग्लिस प्लिज डोन्ट सिकेर आउट आई एम एफ्राइड भलिङ कराउँदै नि भने एकचोटि कराइदिनु न प्लिज यस्तो मिस गरेको छैन सानो सुने जिन्दगी सुनेन गर्दै प्लिज दामी साउन्ड निकाल्नु हजुर बब्बाल मिस गरेछ तपाईँले तरुल खनेर आउँदाखेरि अनि आउँदाखेरि तपाईँले कराउँदै बब्बाल गराउँदै क्या सुनाउँ न एकचोटि निकाल्नु नि त के सुन्नु मन छ क्या त्यस्तो सेम गराउँथ्यो दामी लाग्यो क्या अनि मै राङ्गो भन्थ्यो तपाईँलाई होइन अहिले भन्दैन रहेछ मान्छेले क्या त्यति भन्दो रहेछ होइन भन्नु जाने त्यति जाने भन्दैन
उमेरको विषयमा एउटा सानो भाषा यो बारे भनिदिन्छु नि त्यो पनि पछि गर्नु पर्छ यो बारे पनि भनिदिन्छु यही बारे पहिला यसको भन्छु अनि पहिला उता जान्छु ल यसको बारेमा ल भयो माइक समातेर भनौँ के के भनौँ माइक त छैन म जाने आज सबैजनाको अगाडि मेरो मैले कस्तो भाषण गर्छु भने देखाउन गइरहेको छु अथवा म केही भाषण दिन गइरहेको छु है भन्दिनँ है मेरो 2 शब्द यही भन्दैछु तपाईँलाई र यो चाहिँ के सम्बन्धी भनौँ भने अहिलेको हाम्रो के अरे जन उम्मेदवारहरूले विजय भएर उनीहरूलाई बधाई दिन गएको कार्यक्रममा चाहिँ भनौँ न ओके काका ल भने चाहिँ धन्यवाद सबैजना उपस्थित हुनुभएकाहरूलाई म आज मलाई यहाँ मेरो केही भनाइ राख्न दिनुभएको हजुरहरूको अगाडि म धन्यवाद व्यक्त गरेर हजुरहरूको अगाडि म मेरो केही विचारहरू केही सन्दर्भहरू राख्न चाहन्छु अहिलेको स्थिति वर्तमान स्थितिको कुराहरूलाई साक्षी राखेर अहिले देशमा जे भइरहेछ हेर्नुहोस् जनताले यहाँको कुरा यहीँको कुरा यहीँबाट जोडेर गाउँको कुरा पनि जोड्नु पर्यो नि त आज देशको स्थिति जनताले चाह्यो भने जे नि हुनसक्छ रहेछ भन्ने कुराहरू देखिसक्यो हेर्नुहोस् पुरानो दलका पार्टीहरूसँग हामी जनता हामी युवा एकदम असन्तुष्ट रहेछ आक्रोश रहेछ भन्ने कुरा थाहा भइसक्यो आज हेर्नु जनताले चाह्यो भने सत्ता पल्टाइदिनु पनि सक्छ रहेछ चाह्यो भने जनताले जे पनि गर्न सकिने रहेछ भन्ने कुरा देखियो त्यसैले आदरणीय उम्मेदवारज्यूहरू तपाईँलाई जनताले आशा र भरोसा गरेर विश्वासका साथ विजय गरेर पठाएको छ जनताले धादिङ नम्बर क्षेत्र 1 नम्बर र 2 नम्बर गरेर है जनताले केही तपाईँहरूमा त आशा र भरोसा आस्था राखेर पठाएको छु यही भएर आदरणीय उम्मेदवारहरूज्यू तथा अब मान्यज्यूहरू विचार गर्नु होला सतर्क रहेर काम गर्नुहोस् होला है काम गर्नुहोस् होला जनतालाई निराशा नबनाउनु जनताले देखिने गरी प्रत्यक्ष रूपमा देखिने गरी जनताले महसुस गर्ने गरी तपाईँले काम गरेर देखाउनु भयो होइन त्यही भएर तपाईँहरूलाई अमूल्य भोट दिएर विजय गराउनु त्यही भएर जनताको दाबी काट नगर्नु होला जनतालाई निराश नपार्नु होला आग्रह गर्दै म मेरो नेत्रवती डबजोङ गाउँपालिकाको व्यक्ति हुनकाले स्थानीय भएको व्यक्ति हुनकाले गर्दा म अहिले गाउँको लागि एउटा कुरा के माग गर्न चाहन्छु तपाईँले मेरो गाउँमा हामी प्रकृतिले भरिपूर्ण भएको देशको मान्यज्यूहरू अथवा देशको सम्पूर्ण जनताहरू हामीले चाह्यो भने देशलाई जे पनि गर्न सकिन्छ यस्तो अमूल्य देशमा जन्मिया छ जहाँ प्रकृतिको भरिपूर्ण छ हेर्नु पहाड हिमाली गर्न नसकेर आज हामी पछाडि यही भएर मेरो नेत्रवतीलाई चाहिँ तपाईँले मेरो डबजोङ दरबार वागा राम जस्तो पवित्र ठाउँहरू छ जुन चाहिँ पर्यटकलाई एकदम आकर्षक गर्ने ठाउँहरू छ यस्तो देशलाई मध्यनजर गरेर तपाईँले विकास गरिदिनु पर्यो त्यसलाई चाहिँ तपाईँले बजेट छुट्याएर त्यो ठाउँलाई आकर्षक हिसाबले एउटा पर्यटन हिसाब क्षेत्र बनाइदिनु पर्यो त्यो चाहिँ मेरो अनुरोध छ नेत्रवासीको हिसाबले है मान्यज्यूहरू यति चाहिँ मान्दिनँ है मानिनु भयो भने म हिजोको दिनमा जसरी नेपाली तपाईँको आज राजसभामा परिवर्तनको लागि आएको छु भन्न भन्दैन सबै सुन्नु न ल आदरणीय त्यही भएर मान्यज्यूहरू सतर्क रहनु होला जेनजीले हिजोको दिनमा एमाले काङ्ग्रेसको घर जलायो भने भोलि तपाईँले जनतामाथि विश्वास गर्यो भने भोलि तपाईँको घर नजल्ला भन्न सकिँदैन त्यसै बेला आदरणीय मान्यज्यूहरू तपाईँहरू सतर्क सहित काम गर्नु होला त्यसै गरी सुन्नु प्रकृतिले भरिपूर्ण भएको देश हो हाम्रो मैले अघि नै भनिसकेको छु तपाईँले यसलाई यस्तो गरिदिनुहोस् क्षेत्र नम्बर 2 हेर्नुहोस् पहाडी भेगमा पर्छ तराई पहाड हिमालको पहाडी भेगमा पर्छ त्यसैले तपाईँहरूलाई एउटा कुरामा यस्ता विश्वासका साथ भन्ने चाहिँ सुन्नुहोस् है सबैजना हेर्नुहोस् है तपाईँहरूलाई तपाईँहरूले एउटा विश्वासका साथ भन्ने चाहिँ सुन्नुहोस् न म विश्वासका साथ 100% ग्यारेन्टीका साथ भन्ने चाहिँ सुन्नुहोस् न हामीले यदि चाह्यो भने होइन
होइन होइन मैले साँच्चै हो ढाँटे नि एकदम यदि गाउँ विकास चाहनुभयो भने तपाईँहरूलाई ग्यारेन्टीको साथ भन्छु झापाली दिदीले कान काटेन म चाहिँ नि काट्छु ल मैले भनेको कुरा मैले भने मान्यो भने ल मेरो अहिलेको भिजन बनाउने मैले यो कुरा चाहिँ भन्छु क्या मनसँग गएर माइन्ड मेकअप कहाँको लागि गरेर म भन्छु मेहरूको लागि होइन नि भन्दा यता के अरे त्यहाँ काठमाडौँमा मिटिङ हुँदैछ त्यसको लागि मेयरको लागि त पैसा 1 गतेको यो जुन अहिले बधाई तथा शुभकामना दिने कार्यक्रम हुन लाग्छ क्या धादिङ जिल्लाभरिको क्या काठमाडौँ धेरै हुन्छ क्या त्यहाँ मैले भाषण दिँदाखेरि म यस्तै दिन्छु भने क्या अनि त्यसपछि अरू कुरा एउटा कुरामै जोड दिए होइन कुरामै हेर्नुहोस् है दाइ ल दाइ नेत्रो नबन्ला त्यो आफ्नो ठाउँ होला फेरि त्यो ताल बन्यो भने एकदम सुन्दर रुपियाँको कुरा हो त्यो धेरै एकदम राम्रो कुरा हो त्यो त त्यो कल्पनै गर्न नसकेको कुरा कल्पना बन्यो त्यो बन्यो भने बुढोगण्डी खोला भएन भने हामीलाई हाम्रो देशको युवालाई आफ्नै गाउँमा फर्काउनको लागि म एउटा तपाईँहरूलाई सल्लाह दिन्छु सुन्नुहोस् होला है यदि हाम्रो गाउँमा अहिले भएको बाँझो जमिनहरू बाँझो खेतहरू जुन कति धेरै तपाईँ अहिले हेर्नुहुन्छ खाली जमिन देख्नुहुन्छ जुन चाहिँ कृषि अहिलेको गाउँको जनताले छोडिसकेको यसलाई चाहिँ हामीले सदुपयोग गर्नको लागि नि जति पनि छ तपाईँले फलफुलको खेती गरिदिनुहोस् हेर्नुहोस् त्यो फलफुलको खेती पक्कै पनि त्यो पहाडी हिसाबले भोगेर त्यसमा फलफुल एकदम अवश्य राम्रो हुन्छ भन्ने एउटा कृषि योग्य मान्छेहरूलाई देखाइने पक्कै पनि थाहा हुन्छ त्यसैले त्यसलाई त्यो ठाउँलाई एउटा युवाहरूको रोजगारको लागि त्यो ठाउँको विकासको लागि तपाईँले त्यो गाउँभरि एउटा कुन हुन्छ कागती हुन्छ अथवा स्याउको हुन्छ अथवा टिउट हुन्छ एउटा बिरुवा रोपिदिनुहोस् फलै त्यो सरी है म झ्याप अवसानमा भन्नु पहिला बच्चाले गोठालो लगे रक्सिनी भन नि बिल मगाउनु गाई मगाइसक्यो हो बिल मगाइसकेछ फेरि अब त्यो थप्ने भयो अर्को बिल पैसा दिएर भनिदिन्छु अर्को बिल भन्नु है लास्ट होइन मामा म भनिदिन्छु होइन मामा भन्नु अब कुरै सुनिन यो पैसा हाम्रो एउटा लाग्नु परेको हुन्छ नि तपाईँहरू त्यहाँ सुन्दिन त्यहाँ सुन्दिनु क्या त्यहाँ बसेर हैरान गर्यो बज्या सुन्दिनु भनेर दाइ सुन्नुहोस् तपाईँले अर्सुको लाग्छ म गीत भनिदिन्छु कुन चाहिँ गाउनु यो मनले तिमीलाई नै रोज्यो त्यो गाउनु त नि पहिला स्टोरी भयो त्यसमा गीत गाउँछु कि म काठमाडौँ गाउँ गएँ होइन बर्खाको बेलामा अनि गाउँमा जाँदै गाउँघरमा हेरेको बर्खाको बेलामा मान्छेहरू कोही छैन रहेछ कि दाइ यता सुन्दिन त्यहाँ गएको होइन बर्खाको बेलामा सबै मान्छेहरू काम गर्नु जान्छ नि त त्यहाँ हेरेको मान्छेहरू कोही छैन कि त्यसरी मलाई कस्तो लाग्यो त्यसरी म चाहिँ त्यहाँ हिँड्दै पाइना पच्छ नि हाम्रो पहिला म गोठाला गरेर हिँड्थेँ कि पाइना पच्छ नि हाम्रो बाजेको पाइना पच्छ म बसेँ होइन त्यसरी बस्यो पहिला बच्चा भने काम त दुःख अनि त्यसपछि त्यहाँ बसेँ होइन यसो सोच्यो होइन सोच्यो त्यहाँ बस्दा बस्दै मैले एउटा के सोचेँ भने पुरा भएको छैन त्यो गीत होइन आदि मात्र छ क्या त्यतिखेर मैले गीत सुनेर अनि त्यतिखेर के गीत लेखेँ भने सुन्याबो गाउँघर सबै बर्खाको बेलामा कानको मेलामा त्यति बेला तिमी र म छुटेको छुट्ने बेला मरमाई लागेको सुन्ने भो
दामी कन्टिन्यू गीत गाइन्छ मैले बुझ्दैन त्यो नि हामीले एक्सप्लेन अरे उसले हर गीत एक्सप्लेन गरेछ गर्छु बुझ्दै सुन्ने मलाई के यो गीत अब त सुन्ने खाजुले चिउछ त खाली खाली जरो तपाईको गीत जापानमा पनि सुनिरहेछ कि यहाँ जापानमा लाइभ लाइभ असारको पानी सुरु जाने सुरु स्टार्ट ओए काले काट्जा दसैँको हिलो बर्खाको हिलो दसैँको बिलो किन हामीले जति बर्खामा काम गर्छ नि बुढाले भन्छ नि सही हो बर्खामा बिलो पाउँछ भन्छ नि के त्यो दसैँमा बिलो पाउँछ नि त्यो समाचार मैले त्यो गीत राखेको के सही हो अर्को लाइन मामा सुरु यहाँ सिकाउनु सुरु एकदम अगाडि अनि यो मैले मनभित्रदेखि तपाईँले भनेको सुरे क्या मन भिडियो बनाउँछु गाना जस्तो नगर कविता जस्तो गर्नु त 1 2 3 गो गाना गाउँदै हाँस्दैछ भने कविताको हिसाब गाउँघर सबै बर्खाको बेलामा मान्छे हाँसेको टक्कै रातो गरेर टोटल्ली फाइनल है बर्खाको बेलामा अलिक छिटो ल्याइदियो है दाइ नमार्ने अघि होइन के यो गीत तैँले गाउन आउँदैन के काका घालको यस्तो झ्याप भयो यसको आँखा त पुरै के भयो यस्तो विश्वास दाइले ध्यान हो तिमीहरू गाजा खान्छ गाजा खानु नाचेर चाहिँ मलाई भइहाल्छ दाइ हाँसुटे छैन तपाईँलाई हाँसुटे छैन ऊ दाइ नै हाँसिरहनु तैँले खाएर ऊ त पनि सुगाइदियो यसले खाएर त्यो गीत अर्को कोही गाउँछ त त्यो अम्बरी बाबरी साल नहसाउने यार तपाईँहरूले मार्ने तपाईँहरूले भयो होइन साथी रमाइलो ए नपल्लै तपाईँ हेर्नु हाँस्नु न पिल्ला सुन्नु न What you want to pedal with me? I am Mr. Cartoon Hero. ओके भन्नु के भिडन्त गर्न के ठुलो कुरो भयो ओके 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 भाइ कुरा सुन्न ओके डन बिजनेसम्यान भएको भए होइन बिजनेसम्यान यस
I will pay everything. I will pay. Not. I will pay full. Everything. Then why you not pay? Because it's my. अब नेपाली नै भन्नु It's my choice. In English, work is my choice. It's my rule. It's my everything. Wait, is for you. You are सक्ने रहेछ दाइ सरी गीत गाउन तपाईँ गर्दै राम्रो तपाईँ गीत गाउनु म भाषण दिन्छु त्यही राम्रो Come to bear. You Mayor only do this. You like no, it's not good. I want to be a social service worker, and I know I want to how to work in a service, so that I need if I want to work in the service. That the reason of the pay the bill? No. Why? Yeah. Thank you. Okay, thank you. We'll pay only. Not today. I'll pay the half of bill today. Maybe the 29,000 total bill in her is total 29,000. I have paid 15,000. I think it's enough for me because the.
Thank you.